जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो। यदि तपाईहरु जीवित मान्छे भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देशमा, हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिलाई खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, जीवित नेपालीहरूको देशमा कुनै तपाईको विदेशी शक्तिले हालिमाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्र, हामीलाई हाम्रो माटो